सबैलाई हैन आज चाहिँ हामी गोठमा बसेको थियो। अब उठेको अहिलेको टाइम चाहिँ 6:10 हुँदैछ हो। अब टक्क यो जुन चाहिँ जग्गामा देख्नु हुँदैछ यहाँबाट चाहिँ सनराइज हुन्छ हो। म तपाईलाई देखाउँछु सनराइज टक्कै हुँदैछ। यो चाहिँ बिहान 6 बजी देखेको दृश्य हो। कञ्चनजङ्घामा घाम पर्दा कस्तो दामी देखिरहेछ। यो चाहिँ कम मान्छेहरूले मात्रै देख्न पाउँछ क्या। अब यो 5 मिनट जस्तो लास्ट हुन्छ, त्यसपछि चाहिँ यो हराएर जान्छ। घाम निस्किसकेको छ, तातो तातो किरणहरू बाहिर निस्किरहेछ। उहाँ देख्नु हुँदैछ। म हाइपर ल्याप्स गरेर पनि राखेको छु फोन। टक्क घाम निस्किँदैछ हल्का। चाहिँ हाम्रो बन्धुहरू एकदम घाम हेर्नको लागि चाहिँ बस्नुभएको छ हो। एकदम कस्तो दामी दृश्य। अनुको पछाडि नै कञ्चनजङ्घा देख्दैछ हो। यहाँ गोविन्द सर हो टक्क यहाँ आछु आछु गर्न थाल्यो। यतै सनराइज हल्का हुँदैछ हो। भ्यू बिहानको अर्ली मर्निङ। हिजो एउटा पनि थिएन यहाँनिर, आज ड्याम्मै तुसारो परेको छ। हिउँ जस्तै सेतो 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 तुसारो परेको छ। ऊ त्यहाँबाट घाम निस्किँदैछ हो। हामी बसेको चाहिँ ऊ पर हो, त्यो पर देख्दै गरेको हो। यताबाट टक्क सनराइज भएको छ माउन्टेनहरू। ओह्रालोमा त थामिन्छ नि त जिउ। भाइ तलै हो, यहीँ होला पानी छ त। खोइ डोल भरेकै छैन। ल आइज न अन्त। ल यस्तो यस्तो बाटो हिँड्नु पर्दैछ है गाइज। पानी ल्याउनु सजिलो छैन र त है। हो नि गाइज, पहाडबाट पानी, पहाडको पानी, झरनाको पानी। झरनाको चिसो पानी भन्दै जय श्रीराम। बिस्तारै चिप्लो छ, भिडियो नबनाउने भयो। भिडियो नबना चिप्लो छ। पानी चाहिँ कहाँबाट ल्याउनु पर्ने? त्यसै केटाहरू कामेको होइन नि। हामीले पठायो त हो। बाटो एकदम रमाइलो छ भाइ। यो सोचिएको पानी चाहिँ बटुलिएको तल, यही पानी बगेर तल भेला भएर चाहिँ है होइन त। यो छ अलिक ठुलो पानी तल, अलिक ठुलो पानी यता यता उदाउँदै जान्छ नि पानी। हामी मुहानतर्फ आइपुगेको छौँ है। र यहाँबाट अब हामी पानी भरेर लिएर जानेछौँ उकालो। एउटा डोलेर उकालो पुगेको छ। अरू ट्र्याक आउँदा उयो हुन्छ। त्यो काम छैन, अस्ति फुटाएको। ए फुटेको हो त्यो काटेर हेर्नुहोस् न, यहाँ आगो फुटेछ। फिर्के लानुपर्छ नि, अर्ग्यानिक फिर्के। ल आइपुग्यो है हामी यहाँ पानी थाप्ने जग्गामा हो। अब यसो मुखसुख धुने अरे हो, ब्रस सस गर्ने अरे। त्यहाँदेखिको चाहिँ जानुपर्छ होइन सेरे? मुख धुने ब्रस गर्ने होइन, ब्रस गर्ने हो। यहाँ जाउँ। पानी कतिको चिसो रहेछ हौ। पानी माइनसमा चल्दैछ। हाम्रो सेरे आएर बल्ल मुख धुने पानी भेटे यस्तो हिमालमा पनि हो। धन्न धुयो मुख। ओए छ के तेरो मुख? हात काटेन? कसम दामी। यो बाज्रे डाँडाको मुनि एउटा पानीको सोर्स यो छ नि, यस्तो चाहिँ उयो गरेर आउनु परेको यही हो जग्गा। यस्तो अब बन्जर ठाउँमा पानी भेट्नु र यो पानी चाहिँ नपी हिँड्नु चाहिँ यो चाहिँ बज्रे आएको बेकार।
अब चाहिँ मुखसुख पनि धोइयो हो। अन्त अब फ्राइड राइस बनाउने पानी लिएर चढिँदैछ उकालो हो। अब देखाउँदैछु हाम्रो गोविन्दले बोक्दैछ हो अप्ठ्यारो बाटोसम्म चाहिँ। भाइले चाहिँ 15 लिटरको डाल्दाको उयसमा 15 लिटरको उयसमा लिएर गयो। अन्त बाटो चाहिँ यस्तो छ अब छैन। हिजो बरु ट्रेकिङको बाटो त ठिक थियो कि अहिले छैन। बाटो यस्तो छ हो उकालो चाहिँ। अब यस्तो बाटो मैले चाहिँ बिहान माथि घाम थियो कि घाम हुँदाखेरि चाहिँ भइहाल्छ हाइनेकमै चलिदिन्छु उँधो भनेर भने नि त पानी लिनु। आमा यहाँ आएको त यता त घाम पनि छैन केही पनि छैन। गोविन्दलाई ज्याकेट खोल तेरो ज्याकेट खोल भनेर चाहिँ त्यसको ज्याकेट लाएर चाहिँ हिँड्दैछ। टेक्छ हो ए केटाहरू फोटोसुट गर्नुको लागि चाहिँ ऊ चढ्दैछ माथि दामी भ्यू आउँछ भनेर। फोटोग्राफर चाहिँ यहाँ छ हो यो गोविन्द। यहाँ सकियो हो। अब हामी जाँदैछौँ कहाँसम्म पुग्छ। अझै कालिम्पोङ फर्किने प्लान थियो तर अब साह्रै पोसिबल छ जस्तो चाहिँ लाग्दैन। हत्ते गरेर पनि नजाने भनेको हो। अझै खिचिपुरी लेक डल्लै जानु छ। यहाँ माथिबाट भ्यू त देख्यो। त्यो चाहिँ खिचिपुरी लेक चाहिँ शिवजीको देब्रे कि दाहिने खुट्टा भने दाहिने खुट्टाको छाप अरे हो। त्यहाँ पनि जाँदैछौँ। अब लागेको अहिलेको कति बज्यो यहाँबाट निस्किँदाखेरि 10-20 भयो। 10-25 भएछ हो। अन्त हामीसितै जाँदैछ हाम्रो बडीगार्डहरू दुईटा। कस्तो छ बाटो अन्त सेरे सर? बाटो त दामी यतिको चाहिँ मजाकै हो बाटो। आज डे 3 होइन। आज हाम्रो ट्र्याक सकिँदैछ। अब लास्ट यहाँ बसेको थियो हिजो आएर बिचमा भिडियो त बनाउनु पाइनँ हिजो बेलुकाको हो उयो थिएन। अन्त अब लागेको केटाहरू सकियो। ट्र्याक पनि राम्रो भयो। आज मन्डे एक दिन एक्सटेन्ड भयो हो। अस्ति त सवारीमा आएको थियौँ यहाँसम्म सवारी छैन। अब यही रोड हिँड्दै जाँदैछौँ। कहाँदेखिको पुऱ्याउनु यो कुकुर पनि आयो बिचरा आइज। केटाहरू आउँदैछ। अब खिचिपुरी लेक जाने त्यहाँदेखि पेलिङको स्काई वक गरेर ब्याक टु कालिम्पोङ। हामी चाहिँ बाज्रेबाट आज खिचिपुरी लेक आएको छौँ हो। कस्तो गुम्पाहरू बनाइसकेको छ यहाँ त है। पहिला आएको केही थिएन यस्तोहरू। गाडी तलैसम्म जान्थ्यो हो केही थिएन यिनीहरू। पहिला गुम्बा पुगेर आउनु पुल पनि थियो मजा। पहिला लेक पुगेर जाउँ न। लेक त यहीँ रहेछ ऊ। लेकमा चाहिँ यो फर्स्ट माछाहरू कति क्लियर पानी छ। पनि अब हो सबैजनालाई Happy birthday। यो भिडियो चाहिँ हामी खिचिपुरी लेक आइपुग्यो। एन्ट्रेन्स प्रवेश गर्यो नि यो तपाईँको हो। अब जाँदैछौँ। यहाँ बस्ने जग्गा पनि छ रहेछ एउटा। त्यहाँदेखिको ब्रेकफास्ट सेकफास्ट गरेर चाहिँ फेरि पेलिङतर्फ लागिने छ स्काई वक हो। यसमा स्काई वकमा त्यो दुईजना चाहिँ गएको रहेछ। दुईजना चाहिँ हामी नगएको मान्छे छौँ सर र म हो। तपाईँ जानु भएको छैन? हामी जानेछौँ। ताल गएको नि। थियो भने नि सुकेको पो त यो। यता यो राम्रै भयो नि यो। यहाँ चाहिँ पानी कहाँबाट आउँछ यहीँ उम्रेकै? मुनि भएर यहीँबाट भित्र उम्रिँदो रहेछ। पहाडबाट रस आएको यो। रुखेर हेर्नु नि त कत्रो बज्रेको पानी पनि आइपुग्दो रहेछ नि माछा। दामी पुल थियो काठको के यहाँ। यहाँनिर काठको क्या दामी पुल थियो नि। खुट्टा दुखेर नि अहिले म त गाडीबाट निस्किनु सक्दिनँ। अहिले चाहिँ यही होला पुल है। अब यस्तो हुनु थाल्यो मेरो त अब हो। अब अझै यस्तो हुन्छ नि गाडी। खिचिपिडी लेक हामीले यहाँ यो देख्दै हुनुहुन्छ यो चाहिँ खिचिपिडी लेक हो। यहाँ पानी अलिअलि छ। अन्त उहाँ पर मानेमा हामीले पूजा गरेर आयौँ हो। आज गोविन्दको बर्थडे
आउँदैछ। अब यहाँ भ्यू पोइन्टमा गएर हेरेर फोटो खिचेर आउँ। राउन्ड गर्दैछौँ, लेक वरिपरि घुम्दैछौँ। खिचिपुडी लेक चाहिँ यही गाडीमा आएको हो। हामी चाहिँ हिजो ट्र्याक यो डाँडामा चाहिँ गइकन आएको, यो बाज्रे डाँडा यो आइपुग्यौँ। अनुप थ्याङ्क यू टिकटको लागि। यसले आज टिकट काटिदियो। हामी पेलिङ स्काई ब्रिजमा हो, उकालो चढ्दैछौँ। टिकट पनि कञ्चनजङ्घाको त्यहाँ देखाइदिएन हामी पुग्यो ठाउँ।